नमस्ते सर्वप्रथम सङ्गीत अभिवादन म सुन्दर सिंह लामा तामाङ नेपाल आदिवासी जनजाति महासङ्घको अध्यक्ष। नेपाल आदिवासी जनजाति महासङ्घ इजरायलले विगत वर्षहरू झैँ यस वर्ष पनि अगस्त 15 तारिक शुक्रबारको दिन 36 बजे इजरायलको पुरानो सहर तेल अभिवमा 1132 नम्बरको घरमा 20औं विश्व आदिवासी दिवस एक भव्य कार्यक्रमका साथ हामी मनाउन गएका छौँ। सो विश्व आदिवासी कार्यक्रम जुन भव्यताका साथ सम्पन्न गराउनको निमित्त महासङ्घमा आबद्ध रहेका सम्पूर्ण जातीय समाजका अध्यक्षज्यूहरू र प्रतिनिधिज्यूहरू लगायत इजरायलवासी सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू लागि परिसकेका छौँ यो कार्यक्रम सफल बनाउनको निमित्त। र यो विश्व आदिवासी दिवसको उपलक्ष्यमा देश विदेशमा छरेर रहनुभएका सम्पूर्ण आदिवासी जनजाति दाजुभाइ तथा दिदीबहिनीहरूलाई विश्व आदिवासी दिवसको सुखद उपलक्ष्यमा पावन अवसरमा नेपाल आदिवासी जनजाति महासङ्घ इजरायलको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट हार्दिक मनोमय शुभकामना व्यक्त गर्न चाहन्छौँ। र यो नेपाल आदिवासी जनजाति महासङ्घले विगतको वर्षहरू चाहिँ भव्यताका साथ जुन विश्व आदिवासी दिवसहरू सम्पन्न गरेको हामी सम्पूर्णमा सर्वविदितै रहेको कुरा हो। र यस वर्ष हामीले विश्व आदिवासी दिवस हाम्रो प्रतिबद्धता र निरन्तर अभियान पहिचान सहितको संहिता र संहिता सहितको संविधान भन्ने मूल नाराका साथ हामी मनाउन गइरहेका छौँ। र सो कार्यक्रममा जुन विश्व आदिवासी दिवसको जुन महत्त्वपूर्ण यो ऐतिहासिक कार्यक्रममा नेपालबाट सो कार्यक्रममा विशिष्ट अतिथिको रूपमा यहाँ संयुक्त मन सम्बन्ध सङ्घीय निर्माण राज्य परिषद प्रवास कार्य समिति इजरायल र नेपाल आदिवासी जनजातिको एउटा संयुक्त निमन्त्रणामा मन सम्बन्ध सङ्घीय निर्माण राज्य परिषदका केन्द्रीय अध्यक्ष कुमार लिङ्गदेनज्यूलाई हामीले यहाँ आमन्त्रण गरेका छौँ। र सो कार्यक्रममा उहाँ उपस्थित भएर लिम्बुवानको सम्बन्धमा पहिचानको सम्बन्धमा संहिताको सवालमा र स्वायत्तताको सवालमा सम्पूर्ण इजरायलवासी नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई स्पष्टता गराउनुहुनेछ भन्ने हामीले ठुलो आशा लिएका छौँ। र यो कार्यक्रमलाई जुन एउटा आर्थिक रूपमा उहाँलाई यहाँसम्म ल्याउनको निमित्त जुन टिकेटिङदेखि लिएर व्यवस्थापन यो मन सम्बन्ध यो प्रवास इजरायल प्रवास सङ्गठनले जिम्मेवारी लिनुभएको छ यो पनि हामी स्पष्ट गराउन चाहन्छौँ। र त्यसकारणले एउटा अहिलेको वर्तमान सन्दर्भमा जुन पहिचानको सवालमा संहिताको सवालमा जुन किसिमका भ्रमहरू फैलिएको छन् यसलाई अझ पनि यो भ्रमहरू चिर्नको निमित्त यसलाई एउटा प्रवास भूमिबाट विगतको वर्षहरू चाहिँ हामीले यसलाई यस वर्ष पनि यसलाई प्राथमिकता दिँदै र बन्दै गरेको एउटा नेपालको एउटा नयाँ जुन संविधान छ त्यो संविधानभित्र आदिवासीहरूको सवालमा नेपालीहरूको सवालमा हरेक हक अधिकारको सवालमा त्यहाँ सुनिश्चित बनाउनको निमित्त जुन राज्य पुनर्संरचनाको सवालहरूमा त्यो स्पष्टता खाका जुन विगत संविधान सभाले दिएको जुन खाकाहरूको सवालमा त्यो स्पष्टता धारणाहरू हामी आफ्नो बोकेर अगाडि बढिरहेका छौँ। र यसैलाई हामी एउटा निरन्तरता र एउटा प्रतिबद्धताका साथ हामी लागि गरिरहेका छौँ। यसको निमित्त जुन इजरायल प्रवास भूमिमा सम्पूर्ण आदिवासी दाजुभाइ दिदीबहिनीहरूको विगत वर्षहरूको जस्तै एउटा सहयोग समर्थन जुन हर्ष उल्लासका साथ जुन हामीले पाएका छौँ। र यस वर्ष पनि यो विश्व आदिवासी दिवसको अवसरमा पनि पक्कै पनि सम्पूर्ण इजरायलवासी नेपाली दाजुभाइ दिदीबहिनीहरूले हामीलाई साथ दिनुहुनेछ भन्ने हामी आयोजक कमिटी नेपाल आदिवासी जनजाति महासङ्घ एकदम विश्वस्त छौँ। र जसको लागि तपाईँको यहाँ
सम्पूर्ण जाति समाजहरू एउटा सक्रिय रूपमा अगाडि बढिसक्नु भएको छ। सम्पन्न गराउनको निमित्त यसलाई थपेर सफेद बनाउनको निमित्त सो कार्यक्रममा इजरायलवासी इजरायल अवस्थित नेपाली राजदूतावासको प्रमुख अतिथि रहनेछ भने विशेष अतिथि लिम्बुवानका पहिचानवादी संहितावादी र स्वायत्त प्रेमी कुमार लिङ्गदेनजीको विशिष्ट अतिथि रहनेछ। त्यसै गरी इजरायलमा रहेका विभिन्न धार्मिक सामाजिक संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूको अतिथि रहनेछ र यस कार्यक्रमलाई संसारको कुना कुनामा पुर्याउनको निमित्त इजरायलबाट सञ्चालित अनलाइन मिडिया कर्मीहरू यस कार्यक्रमका मिडिया पार्टनर रहनेछ भन्ने इजरायलवासी सम्पूर्ण नेपाली दाइ दिदीबहिनीहरूलाई यो जानकारीका साथ सो कार्यक्रममा उपस्थित भइदिनु हुन हार्दिक अनुरोध आग्रह गर्न चाहन्छु। यो कार्यक्रम प्रवेश निःशुल्क रहनेछ र यो कार्यक्रम हाम्रो साँझ 7 बजेबाट सुरु हुनेछ। त्यसको निमित्त अहिलेदेखि नै इजरायलमा रहनुहुने विभिन्न पेसामा कार्यरत सम्पूर्ण नेपाली दाइ दिदीबहिनीहरू आफ्नो छुट्टी मिलाएर सो कार्यक्रम उपस्थितिको लागि तयारी गर्नु हुन हार्दिक अनुरोध गर्न चाहन्छौँ। पुनः एकचोटि विश्व आदिवासी दिवसको यो 52 अवसरमा अग्रिम सम्पूर्ण नेपाली राज्य तथा दिदीबहिनीलाई शुभकामना व्यक्त गर्दै कार्यक्रममा उपस्थित भइदिनु हुनलाई हार्दिक अनुरोध आग्रह गर्न चाहन्छौँ। धन्यवाद। सङ्घीय यहाँलाई नमस्कार। सेवा श्यामुना र म बालकुमार राई किराँत रेखाको अध्यक्ष। हाल हाम्रो जोस विश्व आदिवासी दिवस अगस्त 15, 2014 को दिन मनाउन गइरहेका छौँ र यसमा कार्यक्रम सफल होस् भन्ने हामी म र किराँत राई रेखाको तर्फबाट धेरै धेरै शुभकामना छ र देश विदेशमा रहनुहुने जनजाति र आदिवासी तथा गैर जनजाति दाजुभाइ तथा दिदीबहिनीमा पनि विश्व आदिवासी दिवसको धेरै धेरै शुभकामना भन्न चाहन्छु र कार्यक्रमको सफलताको लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु। यति भन्दै मेरो 2 शब्द यहीँ टुङ्गाउन चाहन्छु। धन्यवाद। सेवारो सम्पूर्ण इजरायलमा कार्यरत सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा चन्द्र लिम्बू प्रवास कार्य समिति इजरायल मन सम्बन्ध सङ्घीय लिम्बू राज्य परिषद प्रवास कार्य समिति इजरायलको अध्यक्ष। यो विश्व आदिवासी दिवसको उपलक्ष्यमा हैन सम्पूर्ण नेपाली दाजुभाइहरू उपस्थित भएर चाहिँ कार्यक्रममा चाहिँ उपस्थित भएर चाहिँ कार्यक्रमको शोभा बढाइदिन विनम्र अनुरोध गर्दछु। साथै हाम्रो चाहिँ सङ्घीयवादी नेता कुमार लिङ्गदेनज्यू पनि आउँदै हुनुहुन्छ र आदिवासी जनजाति महासङ्घ इजरायलको तर्फबाट आदिवासी जनजाति महासङ्घ इजरायलको तर्फबाट निमन्त्रणा साथै हाम्रो तर्फबाट पनि मञ्चको तर्फबाट पनि हार्दिक निमन्त्रणा गरेका छौँ। साथै सम्पूर्ण फेरि एकपल्ट सम्पूर्ण इजरायलमा कार्यरत दाजुभाइ तथा दिदीबहिनीहरू अगस्त 15 मा उपस्थित भइदिएर चाहिँ आदिवासी जनजाति विश्व आदिवासी जनजाति दिवसलाई चाहिँ भव्य पारिदिन विनम्र अनुरोध गर्दछु। धन्यवाद। जुन मञ्चको हाम्रो मन सम्बन्ध सङ्घीय लिम्बू राज्य परिषदको अध्यक्ष कुमार लिङ्गदेनज्यूलाई ल्याउने सवालमा हाम्रो चाहिँ प्रवास कार्य समिति इजरायलले चाहिँ मन सम्बन्ध सङ्घीय लिम्बू राज्य परिषदले ल्याउने भएको हुनाले सम्पूर्ण टिकट खर्चदेखि लिएर सम्पूर्ण व्यवस्था चाहिँ हाम्रो चाहिँ प्रवास कार्य समितिले गर्ने भएको छ। धन्यवाद। नमस्ते। सम्पूर्ण इजरायलमा कार्यरत दाजुभाइ तथा दिदीबहिनीहरूलाई मन सम्बन्ध सङ्घीय लिम्बू राज्य परिषद प्रवास कार्य समिति इजरायलको सचिव म रोहिता लिङ्गदेनको तर्फबाट यहाँहरू सबैलाई नमस्ते भन्न चाहन्छु। र अब अगस्तको 15 तारिकमा जनजाति महासङ्घद्वारा आयोजित कार्यक्रम विश्व आदिवासी जनजाति दिवसको दिन हामीले प्रस्ताव राखेको छौँ कि हाम्रा वन सम्बन्ध सङ्घीय लिम्बू राज्य परिषदका केन्द्रीय अध्यक्ष कुमार लिङ्गदेनज्यूलाई मिराज्यूलाई
आमन्त्रण गर्न लागि हामीले जनजाति महासङ्घसँग प्रस्ताव राखेको थियौँ। उहाँले सहज रूपमा स्वीकार गरी मनसम्म सङ्घीय लिङ्गन राज्य परिषदका केन्द्रीय अध्यक्ष कुमार लिङ्गदेनज्यूलाई उहाँको तर्फबाट र हाम्रो तर्फबाट निमन्त्रण गरिएको छ। सम्पूर्ण इजरायलमा कार्यरत दाजुभाइ दिदीबहिनीहरूलाई अगस्तको 15 तारिक यहाँ विश्व आदिवासी जनजाति दिवसको दिन आई भव्यताको साथ सम्पन्न सफलता बनाउन हुनको लागि हार्दिक अनुरोध गर्दछु र यो हाम्रो मनसम्मको सङ्घीय लिङ्गन राज्य परिषद केन्द्रका अध्यक्ष कुमार लिङ्गदेनज्यूलाई ल्याउनको लागि आर्थिकको लागि प्रवास कार्य समिति इजरायलको तर्फबाट नै हुनेछ भन्ने कुराहरू पनि यहाँलाई जानकारी गराउन चाहन्छु। धन्यवाद। लासो फ्यापुला नमस्कार जोजोलापा टाचितेले झोर्ले सेवाहरू इजरायली सम्पूर्ण मित्रहरूलाई म बिबी लामा तामाङ नेपाल तामाङ समाज इजरायलको अध्यक्षको तर्फबाट नेपाल आदिवासी जनजाति महासङ्घ इजरायलद्वारा आयोजित 20औं आदिवासी दिवस कार्यक्रममा उपस्थित हुनुको लागि इजरायलवासी सम्पूर्ण मित्रहरूलाई हार्दिक आमन्त्रण गर्न चाहन्छु र तपाईँहरूको सहभागीले कार्यक्रम पूर्ण रूपमा सफलता हुनेछ भन्ने मैले ठुलो विश्वास गरेको छु। धन्यवाद। नमस्कार, म छिरिङ शेर्पा समितिको तर्फबाट र अब यो अगस्त 15 तारिक दिन जनजाति विश्व जनजाति दिवस नभइरहेकोले सम्पूर्ण इजरायलमा हुनुहुने दाजुभाइ तथा दिदीबहिनीहरूलाई सहभागी भइदिन म सेवा सङ्घ हार्दिकता अनुरोध गर्दछु र सबै संस्थाका साथीहरू एकजुट भई मिलेर जनजाति महोत्सव भव्यताका साथ सफलता दिन हुन म सबै संस्थाका अध्यक्ष लगायत सबै संस्थाका दाजुभाइ तथा दिदीबहिनीहरूमा सेवा सङ्घ हार्दिक अनुरोध गर्दछु र यस कार्यक्रममा विश्व आदिवासी दिवसमा हाम्रा सङ्घीय लिम्बनका अध्यक्ष कुमार लिङ्गदेन आउँदै हुनुहुन्छ। उहाँको मन्तव्य सुन्नुको लागि भए पनि र उहाँको विचार भुल्नुको लागि भए पनि सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूले उपस्थित भइदिन हुन हार्दिक अनुरोध गर्दछु। अरू दिनभन्दा त्यो दिन चाहिँ एक दिन मात्रै टाइम निकालेर भए पनि अगस्त 15मा जसरी भयो त्यसरी जान र जनजाति दिवस भव्य सभा पालन यो अनुरोध गर्दछु। धन्यवाद। नमस्कार साझाको प्रसिद्धले म टिकुमार गुरुङ तामाङ समाज इजरायल अध्यक्ष। अब आउँदो अगस्त 15 तारिकमा भव्य रूपमा मनाउन गइरहेको 20औं आदिवासी दिवस भव्य रूपमा सफल गर्नको लागि यहाँ इजरायलमा रहनुहुने सम्पूर्ण दाजुभाइ दिदीबहिनी सोल्टा सोल्टी सम्पूर्णमा आएर हाम्रो आफ्नो जातीय पहिचान संस्कृति रीतिरिवाज सबलाई संरक्षण गर्नको लागि मनाउन गइरहेको यस आदिवासी दिवसमा सम्पूर्णको उपस्थितिको लागि हार्दिक विनम्र अनुरोध गर्दछौँ। हस्, धन्यवाद। लासो फ्याफुला नमस्ते। नेपाल तामाङ समाज इजरायल अध्यक्ष माया लामा पम्चन र आउने अगस्त 15मा आदिवासी जनजाति दिवस 20औं आदिवासी जनजाति दिवस मनाउन गइरहेको छौँ। यस कार्यक्रमलाई सफल पार्नको लागि मेरो व्यक्तिगत तर्फबाट र मेरो संस्थागत तर्फबाट सशक्त भूमिका निभाउनको लागि हामी तयार भइसकेका छौँ र यस कार्यक्रमलाई सफल पार्नको लागि इजरायलमा रहनु भएको सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई हार्दिक आइदिन हुन र कार्यक्रम सफल पारिदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछु र यस कार्यक्रम सफल पार्नको लागि हामी पनि आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्नेछौँ र सफल पार्नेछौँ। नमस्कार, म कियाछु इजरायलको अध्यक्ष प्रताप माले। 20औं आदिवासी दिवस हामी इजरायलमा मनाउन गइरहेको छौँ।
यो चाहिँ एउटा हामी जनजातिहरूको एउटा महान चाड उत्सवको रूपमा यसलाई हामी यहाँ मनाउँ भन्ने मेरो व्यक्तिगत धारणा र यसलाई सफल पार्नको लागि मेरो जुन संस्था किरात एफएम चुनमुन इजरायलका सम्पूर्ण सदस्यहरूलाई म यो भिडियो मार्फत निमन्त्रणा गर्न चाहन्छु। हाम्रो जुन अहिले देशमा संहिता पहिचान हाम्रो जुन एउटा माग हाम्रो एउटा जुन छ त्यसको लागि त्यसको निमित्त त्यसको लड्नको लागि हाम्रो कुमार लिङ्गदेनज्यू जुन उहाँले सङ्घर्ष गरिराख्नु भएको छ उहाँलाई यो 20औं आदिवासी दिवसमा उहाँलाई हामी विशेष अतिथिको रूपमा उहाँलाई हामीले यहाँ निम्तो जनजाति महासङ्घले गर्नुभएको छ र उहाँ आउँदै हुनुहुन्छ अगस्त 15मा। त्यसको लागि हामीले यो 20औं आदिवासी दिवस सभ्य भव्य पारिदिन हुनुको लागि सम्पूर्ण इजरायलवासी विभिन्न सङ्घ संस्थाका हाम्रा प्रतिनिधिहरू र हाम्रा सदस्यहरूलाई आइदिनु हुनुको लागि म विनम्र अनुरोध गर्दछु। नमस्कार, म नगर समाज इजरायली तर्फदेखि परमेश्वर सल्लाहकार केशव राणा इजरायलमा कार्यरत सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई अब आउँदो विश्व आदिवासी दिवस 2020 अगस्त 15 गते मनाउनु गइरहेको छ। यसको लागि चाहिँ सम्पूर्ण इजरायलमा कार्यरत सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूलाई उपस्थिति हुनको लागि हार्दिक अनुरोध गर्दछु। धन्यवाद। नमस्ते। इजरायल अवस्थित सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा नेपाल आदिवासी जनजाति महासङ्घ इजरायलको तर्फबाट हार्दिक न्यानो अभिवादन। विश्वको आदिवासी एक हौँ, हाम्रो प्रतिबद्धता निरन्तर अभियान पहिचान सहितको संहिता सहितको संविधान हामी मूल नाराको साथ हामी अगस्त 15 2014 का दिन भव्यका साथ 20औं विश्व आदिवासी दिवस मनाउन गइरहेका छौँ। यो आदिवासी दिवस हामी निरन्तर मनाउँदै आइरहेका छौँ किनभने नेपालमा जुन एकल राज्य व्यवस्था देखिएको छ आदिवासीको हक अधिकारको कुराहरूमा जुन हामी पछाडि परिएका छौँ यसको निमित्त राज्य पक्षसँग लड्नको निमित्त र हाम्रो आदिवासीको जुन पहिचान छ यसको निमित्त चाहिँ पहिचान समान्तर समावेशीको निमित्त हामी यस्तै कार्यक्रमबाट लड्दैछौँ। विश्व दिवसलाई पनि हामीले यी रूपले मनाउन गइरहेका छौँ र हाम्रो आफ्नो कला धर्म संस्कृति वेशभूषा भाषा संरक्षण र प्रवर्धनको कुरा त छँदैछ। त्यो सहित जुन हामी आदिवासीहरू पछाडि परिएका छौँ जुन पहिला राज्य व्यवस्थादेखि लिएर हामीलाई पछाडि धकेलिएको थियो शिक्षादेखि लिएर सबै कुराहरूमा जुन हाम्रो पहिचान मेटाउन कोसिस गरिएको थियो यसको विरुद्ध चाहिँ हामी लड्दैछौँ, निरन्तर लडी नै रहन्छौँ। तसर्थ इजरायल अवस्थित सम्पूर्ण आदिवासी जनजाति लगायत सम्पूर्ण न्यायप्रेमी नेपाली दाजुभाइ दिदीबहिनीहरूमा चाहिँ अगस्त 15 को दिन यहाँहरूलाई आफ्नो छुट्टी मिलाई कार्यक्रममा उपस्थित भइदिनुमा म हार्दिक अनुरोध गर्न चाहन्छु। यो कार्यक्रम सफल पार्नको निमित्त हामीले मन सम्बन्ध
सङ्घीय लिम्बुवान राज्य परिषदका केन्द्रीय अध्यक्ष कुमार लिङदेन लिम्बुज्यूलाई निमन्त्रणा गरेका छौँ। उहाँलाई पनि हार्दिक हामी अहिलेदेखि नै स्वागत गर्न चाहन्छौँ र यसको निमित्त मन सम्बद्ध कार्य समिति इजरायलबाट नै हामीलाई आर्थिकदेखि लिएर अन्य कुराहरूमा सहयोग भएको छ। हामी उहाँहरूलाई पनि धेरै धन्यवाद दिन चाहन्छौँ र कार्यक्रममा चाहिँ भर्खर मात्रै महासङ्घको मतात्मक गठित नेपाल आदिवासी जनजाति कलाकार मञ्चको तर्फबाट सांस्कृतिक कार्यक्रमहरू लगायत यहाँ महासङ्घमा आबद्ध जातीय संस्थाहरूबाट पनि विभिन्न सांस्कृतिक झलकहरू पनि आउने नै छ र यसलाई हामीले भरपूर आफ्नो पहिचानको निमित्त हामीले राज्य पक्षलाई दबाब दिनको निमित्त हामीले भरपूर बल पुग्नेछ भन्ने मलाई लागेको छ र सम्पूर्ण जातीय गैर जातीय धार्मिक सामाजिक संस्थाहरूका सम्पूर्ण प्रतिनिधिज्यूहरू लगायत सम्पूर्ण नेपाली न्यायप्रेमी अवसरमा अग्रिम हार्दिक मङ्गलमय शुभकामना टक्राउन चाहन्छु मेरो व्यक्तिगत तर्फबाट अनि नेपाल आदिवासी जनजाति महासङ्घ इजरायलको तर्फबाट। हाम्रो प्रतिबद्धता निरन्तर अभियान सङ्घीय पहिचान सहितको सङ्घीयता सहितको संविधान मूल नाराका साथ हामीले 15 अगस्त 2014 शुक्रबारका दिन लेबन्डा 32 तेल अभिव इजरायलमा 20औं विश्व आदिवासी दिवस भव्यताका साथ मनाउन गइरहेका छौँ र सोही कार्यक्रमका निमित्त हामीले नेपालबाट विशेष अतिथिका रूपमा मञ्च सम्बद्ध सङ्घीय लिम्बुवान राज्य परिषदका केन्द्रीय अध्यक्ष कुमार लिङदेन लिम्बुज्यूलाई निमन्त्रणा गरेका छौँ। उहाँलाई हामी हार्दिक स्वागत गर्न चाहन्छौँ अहिलेदेखि नै। अनि इजरायल अवस्थित सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरू विभिन्न जातीय धार्मिक सामाजिक संस्था मिडिया पत्रकार महोदयहरू लगायत सबैलाई हामी हार्दिक यस कार्यक्रमको हार्दिक जोडना गर्न चाहन्छौँ। यहाँको उपस्थिति नै हाम्रो गौरव हुनेछ। यहाँलाई उपस्थितिको निमित्त यहाँलाई हामी हार्दिक निमन्त्रणा गर्न चाहन्छौँ र 20औं विश्व आदिवासी दिवस हामीले हाम्रो आफ्नो पहिचानको निमित्त राज्य पक्षलाई दबाब दिनको निमित्त पनि एउटा उपयोगको रूपमा हामीले हेरेका छौँ र यस कार्यक्रमलाई भव्यता साथ सफल पार्नको निमित्त विभिन्न जातीय संस्थाहरूबाट सहयोग सल्लाह सुझाव आइरहेको छ। सांस्कृतिक तर्फ उहाँले अहिलेदेखि नै प्रिपेयर गरिरहनु भएको छ र नेपाल आदिवासी जनजाति कलाकार मञ्चबाट पनि प्रस्तुतिहरू रहनेछ र यसरी नै यो कार्यक्रमलाई हामी भव्य रूपले सभ्य तरिकाले मनाउन गइरहेका छौँ। तसर्थ सम्पूर्ण नेपाली दाजुभाइ न्यायप्रेमी सबैलाई हामी निमन्त्रणा गर्न चाहन्छौँ। विशेषतः फेरि पनि यहाँहरू सबैलाई 20औं विश्व आदिवासी दिवसको रूपमा 20औं विश्व आदिवासी दिवसको अवसरमा नेपाल आदिवासी जनजाति महासङ्घ इजरायलको तर्फबाट र म यस कार्यक्रमको संयोजकको तर्फबाट यहाँलाई हार्दिक शुभकामना टक्राउन चाहन्छु। नमस्ते। सम्पूर्ण आदरणीय देश विदेशमा रहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूमा 20औं विश्व आदिवासी दिवसको पुनित अवसरमा यहाँहरूको सुख शान्ति समृद्धि प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। सर्वप्रथम अलिकति केही कुरा कोट्याउन चाहन्छु। अहिले साथीहरूले मलाई केही मित्रहरूले जातीयताको कुरो गर्यो भन्नुहोला र पहिला पनि विभिन्न कुराहरू आइरहेको छ हैन र म उहाँहरूलाई नबुझेर त्यसरी कुरा गर्नुभएको हो भन्ने कुरा आफू बुझ्दछु। किनभने
इजरायलमा रहने हामी जति पनि आदिवासी जनजाति जातीय सङ्घ संस्थाहरू छौँ हामीले गरेको क्रियाकलाप तपाईहरुले राम्ररी निहाल्नुभयो भने पक्कै पनि तपाईहरुले हामीलाई यो जातीयताको राजनीति गर्यो भनेर पक्कै भन्नुहुन्न जस्तो लाग्छ। उदाहरणको लागि म मेरै संस्थामा जसको अध्यक्ष पनि हुँ नेवा खला इजरायलको केही गतिविधि मार्फत म तपाईहरुलाई बुझाउन चाहन्छु। सामाजिक मन भएका नेपाली दाजुभाइको दिदीबहिनीहरूको उपस्थितिमा सहकार्यमा हामीले भर्खरै अन्ध बालबालिकाहरूलाई केही सहयोग हस्तान्तरण गऱ्यौँ केही अगाडि। जुन सहयोग ती अन्ध बालबालिकाहरू आदिवासी हुन् भनेर तामाङ गुरुङका छोराछोरी हुन् भनेर पक्कै गरेको होइन। अनि त्योभन्दा अगाडि हामीले त्यस्तै सहयोगको आमाघरलाई पनि गऱ्यौँ दिलसभा श्रेष्ठज्यूलाई। त्यहाँ पनि बुढाबुढीहरू आदिवासी बुढाबुढी हुनुहुन्छ भनेर पक्कै गरेको होइन। र त्यस्तै हामीले एउटा स्वास्थ्य शिविर पनि चलायौँ। त्यो गाउँ आदिवासीको गाउँ हो भनेर हामीले गरेको होइनौँ। र त्यहाँ मलाई लाग्छ अधिकांश बाहुनहरू हुनुहुन्थ्यो जस्तो लाग्छ मलाई भाषासँग मैले बुझेअनुसार। र त्यस्तै हामीले बाढी पीडितलाई महाकाली बाढी पीडितलाई सहयोग गऱ्यौँ। त्यो पनि पीडितहरू आदिवासी हुन् भनेर गरेको होइन जस्तो लाग्छ। त्यस्तै नेवाखला जस्तै तामाङ समाज तमु समाज चुम्लोङले पनि विभिन्न यस्तै एउटा जातीय संस्थाहरू हामी धेरै छौँ र धेरै संस्थाले हामी धेरै सहयोग गर्न पनि सफल भएका छौँ। यो एउटा सुखद पक्ष पनि हो। र जुन कुनै संस्थाले पनि यो जातको हो भनेर छुट्याएर हामीले गरेका छैनौँ। अहिले भर्खरै हामीले नेवाखला इजरायलको संयोजकत्वमा 2557 बुद्ध जयन्तीबाट आएको पनि हामीले विष्णु गौतमज्यू जो लक्ष्मी प्रतिष्ठान जसले एउटा पवित्र काममा हरेक विभिन्न सेक्टरमा पवित्र कामहरू गरिराख्नु भएको छ उहाँको लाई जुन एउटा उद्देश्यलाई हामीले धेरै चाहिँ भित्र दिल छोएर हामीले विष्णु गौतमजीलाई त्यो पैसा हस्तान्तरण गर्यौँ। वास्तवमा हामीले त्यहाँ गहिरिएर विचार गरेका छौँ कि यो आदिवासीलाई गएको छ, यो आदिवासी नेपाली दाजुभाइ दिदीबहिनीहरूको दुःख पीडामा हामीले मलम लाउन सफल भएका छौँ। यो जनजातिहरूले आदिवासीहरूले र गैर आदिवासी सङ्घ संस्थाले पनि त्यसरी नै काम गरिराख्नु भएको छ। त्यसमा उहाँहरूले पनि जात छुट्याउनु भएको छैन भन्ने मलाई लाग्छ र हामीले पनि छुट्याएका छैनौँ। र जात छुट्यायो जातको कुरा गऱ्यो भने बहसमा आइरहेको कुरामा मैले यो कुराहरू थप्न जायज माने र थपेँ। यसको अन्यथा नलिदिनु होला। त्यसै गरी अब हामीले वास्तवमा जातीय संस्थाको उद्देश्य के त प्रवासमा भन्दा हामी कुनै राजनीति गर्नको लागि होइन कि एउटा हाम्रो कल्चरलाई हाम्रो संस्कृतिलाई पहिचानलाई विदेशमा पनि जगाउँ। यत्रो हामी समूहहरू छौँ किन सङ्घ साथमा हामी त्यसलाई चाहिँ एउटा चाहिँ नि ती कल्चर र संस्कृतिहरूलाई यहाँ पनि प्रस्तुत नगर्ने, किन त्यसलाई चाहिँ हामीले एउटा उजागर नगर्ने। एउटा टुरिज्म एउटा पर्यटनको विकास पनि यसै मार्फत हुन जान्छ। यसले हाम्रो देशलाई चिनाउँछ पनि भन्ने उद्देश्यले हामीले हाम्रो कल्चर जोगाउनको लागि संस्थाहरू हामीले स्थापित गरेका छौँ। र अर्को उद्देश्य भनेको सामाजिक दायित्व देशप्रति आफ्नो जन्मभूमिप्रति सामाजिक दायित्व वहन गर्न सकिन्छ कि भन्ने उद्देश्यले नै हामीले जातीय संस्थाहरू स्थापित गरेका छौँ। यसको अलावा स्वाभाविक हो हामीले आदिवासीको आवाजलाई जुन पहिचान सम्बन्धी कुराहरूलाई हामीले अवश्य नै ती आवाजहरूमा साथ दिनुपर्छ। किनकि त्यो पहिचान भनेको सम्पूर्ण नेपालीको पहिचान हो, सम्पूर्ण नेपालीको संस्कृति हो, सम्पूर्ण नेपालीको चाहिँ एउटा परिचय हो जस्तो हामीलाई पनि लाग्छ, तपाईँहरूलाई पनि पक्कै पनि लाग्छ। त्यसकारण नै हामीले आफ्नो संस्थालाई एउटा यहाँ जीवित बनाएका छौँ, न कि यसबाट हामी राजनीति गर्ने उद्देश्यले हामी प्रेरित भएका छैनौँ र कुनै पार्टीको पनि यो संस्थाहरू भारतीय सङ्गठनहरू होइनन् पनि। र यी कुराहरू प्रश्न पार्दै विश्व आदिवासी दिवस यही 15 अगस्तमा मनाउन जाँदैछौँ भव्यताका साथ। यसरी नै विगतका वर्षहरूमा जस्तै यहाँहरूको उपस्थिति सहयोग सल्लाहको लागि सम्पूर्ण इजरायलवासी नेपाली दाजुभाइ दिदीबहिनीहरूमा म नेवाखला इजरायलको तर्फबाट र व्यक्तिगत तर्फबाट सहकार्यको लागि र उपस्थितिको लागि विनम्र अनुरोध गर्दछु। अन्तमा स्थिति अहिले विषम छ, इजरायलको युद्ध भइराखेको छ। यसलाई हामीले सानचुने कुरा नठानौँ किनकि यसमा हामी सचेत बन्नै पर्छ हैन। यो परिस्थिति अनुसार हामीले सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरू जति छौँ इजरायलमा एकअर्कामा सम्पर्कमा रहौँ। फेसबुक
भाइबर, स्काइप विभिन्न मिडियाहरू छ अहिले हामी नजिकिने एकअर्कामा सेयरिङहरू गर्दै गरौँ, केही परेको प्रब्लमहरू अवगत गराउँदै गरौँ होइन। सजिलो पनि छ अहिले माध्यम, त्यो नहिचकिचाउँ र सचेत र होसियारीपूर्वक काम गर्न म सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा विनम्र अनुरोध पनि गर्दछु र यो छिट्टै युद्ध टुङ्गियोस् भन्ने कामना पनि गर्दछु। धन्यवाद। हामी धरती पुत्र हौ स्वाभिमानी छौं, हामी धरती पुत्र हौ स्वाभिमानी छौं। हाम्रै पद चिन्ह छ यो भूमिमा, हाम्रै पद चिन्ह छ यो भूमिमा। इतिहास आफै बोल्छ पाना पानामा, इतिहास आफै बोल्छ पाना पानामा। हाम्रो आफ्नै इतिहास छ मेट्न नखोजा, भाषा धर्म संस्कृतिलाई रेट्न नखोजा। हाम्रो आफ्नै इतिहास छ मेट्न नखोजा, भाषा धर्म संस्कृतिलाई रेट्न नखोजा। जित्ने साहसी हौं शिखर चढ्ने हामी, हाम्रो आफ्नै गौरव छ संसारमै नामी। विश्व जित्ने साहसी हौं शिखर चढ्ने हामी, हाम्रो आफ्नै गौरव छ संसारमै नामी।
जतिसुकै फराकिलो होस् विश्व, सञ्चारले साँगुरिन्छ। जतिसुकै टाढा हौ हामी, प्रविधिले नजिक ल्याउँछ। सञ्चारको बाटो भएर हामी तपाईलाई पछ्याइरहन्छौँ। तपाई विश्वको जुनसुकै कुनामा भए पनि लग अन www.newsdiary335.com